साथीहरू, माघ 24 गतेबाट भारतमा हुन गइरहेको टी20 विश्वकपको लागि फिक्सर एउटा भारतीय मिडियाले सार्वजनिक गरेको छ, जसमा नेपाल ग्रुप 2 मा परेको छ। इङ्ल्यान्ड, वेस्ट इन्डिज, बङ्गलादेश जस्ता टेस्ट नेसनहरूसँग र इटाली पनि गरेर जम्मा 5 वटा टिमहरू ग्रुप 2 मा रहने बताइएको छ। मेरो विचारमा योपालि नेपालले एउटा कुनै टेस्ट नेसनलाई वर्ल्ड कपमा हराउनेछ, किनभने गएको अन्तिम वर्ल्ड कपमा पनि साउथ अफ्रिकालाई झन्डै जितिसकेको म्याच थियो। लास्टमा गएर 1 रनले हार्नु परेको थियो नेपालले र बङ्गलादेश, इटाली जस्ता टिमलाई हराउन सकिन्छ जस्तो लाग्छ। इङ्ल्यान्ड र वेस्ट इन्डिज मध्ये कुनै एकलाई पनि राम्रो चुनौती दिन सकिन्छ जस्तो पनि महसुस भइरहेको छ। वेस्ट इन्डिजलाई हामीले सिरिजमा हराएका थियौँ, तर त्यो उनीहरूको सी टिम जतिकै थियो भने उनीहरूको ए टिम निकै नै कडा रहेको छ। त्यसैले वेस्ट इन्डिजलाई हराउन गाह्रै पर्ला। र साथीहरू, नेपाल यो ग्रुपमा परेकोमा तपाईँहरू के भन्न चाहनुहुन्छ? नेपालले कुन टिमलाई हराउन सक्ला? कमेन्टमा लेख्नुहोला।